नमस्कार। बुसानमा 6औं बुद्ध जयन्ती फुटसल कप 2025 आयोजना हुँदै। तामाङ गेदुङ ख्याङ्सान बुसान शाखा दक्षिण कोरियाले सन् 2018 देखि आयोजना गर्दै आएको बुद्ध जयन्ती फुटसल प्रतियोगिताको 6औं संस्करण आगामी मे 4, 2025 मा हुने भएको छ। नानाङादिम महिला सेल्टर सहयोगार्थ आयोजित यो प्रतियोगिता बुद्ध जयन्तीको अवसरमा पुरुष र महिला फुटसल कपको रूपमा सञ्चालन हुनेछ। भगवान गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश विश्व सामु पुर्याउने उद्देश्यले यस प्रतियोगिताको आयोजना गर्न लागेको संस्थाका अध्यक्ष धनराज तामाङले बताएका छन्। साथै प्रतियोगिताले नेपालीहरूबीच भाइचारा र एकता अभिवृद्धि गर्ने र फुटसलप्रति रुचि राख्ने खेलाडीहरूलाई प्रोत्साहन र विकासको अवसर प्रदान गर्ने उद्देश्य रहेको जनाएको छ। यो प्रतियोगिता लिग सिस्टममा खेलाइनेछ, जसमा टिम दर्ता आगामी 2025 अप्रिल 26 तारिक दिउँसो 12 बजेसम्म खुला रहनेछ। विजेता टिमले 30 लाख वोन सहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता टिमले 15 लाख वोन सहित ट्रफी, मेडल, प्रमाणपत्र र तेस्रो स्थान प्राप्त गर्ने टिमले 8 लाख वोन पाउनेछ। त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोल रक्षकले जनै 1 लाख वोन पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता अन्तर्राष्ट्रिय फुटसल नियम अनुसार मर्यादित र निष्पक्ष रूपमा सञ्चालन हुने संस्थाका महासचिव प्रकाश लोप्चानले बताएका छन्। गेदुङले प्रतियोगितालाई सफल बनाउन कोरिया स्थित सबै सङ्घ संस्था र फुटबल क्लब र खेल प्रेमीहरूलाई सहयोगको लागि हार्दिक अनुरोध गरेको छ। सन् 2018 मा स्थापना भएको गेदुङले आफ्नो स्थापना कालदेखि नै सञ्चालन गर्दै आएको महिला सेल्टर नानाङादिम हालसम्म पनि निरन्तर रूपमा सञ्चालित छ। यो सेल्टरले दक्षिण कोरियामा रहेका नेपाली महिलाहरूलाई सङ्कटको समयमा सहयोग र आश्रय प्रदान गर्दै आइरहेको छ। यो भिडियो सामग्री कस्तो लाग्यो? भिडियो सामग्री मन परेमा लाइक, कमेन्ट र सेयर गरिदिनुहोला। यस्तै विभिन्न सूचनामूलक अर्को भिडियो सामग्रीमा उपस्थित हुनेछु। हस्त यहाँहरूको समय शुभ बितोस्। धन्यवाद।